हेलो सबैजनालाई नमस्ते। स्टुडेन्ट भिजामा युके एप्लाई गर्न चाहने विद्यार्थीहरूबाट एकदमै धेरै इन्क्वायरीहरू आइरहेका छन्, जसमध्ये सबैभन्दा धेरै आएका प्रश्नहरू छन्। सबैभन्दा पहिला युके एप्लाईको लागि के डकुमेन्टहरू चाहिन्छ, पहिलो प्रोसेसिङको पाटो के हुन सक्छ, हामीले के गर्नुपर्छ भन्ने खालका धेरै प्रश्नहरू आएका छन्। आज म तपाईहरुले यो सबै विषयमा क्लियर गर्न गइरहेको छु। मसँग हुनुहुन्छ अमृता म्याम। युके एप्लाईको लागि सबैभन्दा पहिलो स्टेप के हुन्छ र के हुन सक्छ भनिदिनुस् न। हाम्रो पहिलो स्टेप भनेको चाहिँ युके युनिभर्सिटीले चाहिँ हामीलाई अफर लेटर इस्यु गर्नुपर्ने हुन्छ सर। अमृता म्याम, यो युनिभर्सिटीबाट अफर लेटर पाउनको लागि चाहिँ के डकुमेन्टहरू चाहिन्छ? सर, हाम्रो यो युनिभर्सिटीबाट अफर लेटर पाउनलाई चाहिँ हाम्रो पहिला चाहिँ पासपोर्ट चाहिँ म्यान्डेटरी नै हुन्छ। अनि ब्याचलरमा एप्लाई गर्दै हुनुहुन्छ भने चाहिँ 10 र +2 को अल एकाडेमिक डकुमेन्ट्सहरू चाहियो। अनि मास्टर्समा एप्लाई गर्दै हुनुहुन्छ भने चाहिँ 10 +2 र ब्याचलरको चाहिँ अल एकाडेमिक डकुमेन्ट्सहरू चाहिँ चाहिने हुन्छ। अमृता म्याम, यो एकदमै धेरै ग्याप भएको स्टुडेन्टहरूले पनि एप्लाई गर्न खोज्नुहुन्छ। यो ग्याप भएको स्टुडेन्टहरूको लागि चाहिँ के छुट्टै डकुमेन्टहरू पनि बनाउनु पर्छ कि के छ, यसमा चाहिँ के जानकारी गराइदिनुस् न। एप्लाइड इन्टेक भन्दा 6 महिना अगाडि अथवा त्यो भन्दा बढी ग्याप छ भने चाहिँ हाम्रो वर्क एक्सपिरियन्स लेटर चाहिने हुन्छ सर। येलो आर पनि चाहिन्छ भनिन्छ म्याम। यो येलो आर चाहिँ कसरी बनाउने, कहाँ बनाउने, त्यो पनि जानकारी गराइदिनुस् न। ओके, एलओआर लेटर अफ रिकमेन्डेसन चाहिँ हाम्रो +2 अथवा ब्याचलर जहाँबाट पढेको हो त्यो कलेजले चाहिँ बनाइदिने हुन्छ र 2-3 वटा लेटर अफ रिकमेन्डेसन चाहिँ चाहिन्छ सर। अमृता म्याम, यो इङ्ग्लिस प्रोफिसिएन्सी टेस्ट चाहिँ कुन एक्सेप्ट हुन्छ? आइएल्स, पिटी, डुओलिङ्गो, अक्सफोर्ड चाहिँ एक्सेप्ट हुन्छ सर। अनि हाम्रो चाहिँ अलि डुओलिङ्गो चाहिँ युके युनिभर्सिटीहरूले म्याक्सिमम युनिभर्सिटीले चाहिँ अहिले डुओलिङ्गो पनि एक्सेप्ट गरिरहेको छ। सो आइएल्स, पिटी अलिक गाह्रो लाग्ने स्टुडेन्टहरूले चाहिँ डुओलिङ्गो सजिलै गर्न सक्छन्। अनि म्याम, यो विदाउट आइएल्स पनि एप्लाई गर्न मिल्छ भनिन्छ। यो विदाउट आइएल्स एप्लाई गर्नको लागि चाहिँ अन्य थप डकुमेन्टहरू पनि केही चाहिन्छ र? हजुर सर, चाहिन्छ। विदाउट इङ्ग्लिस प्रोफिसिएन्सी टेस्ट चाहिँ हामीलाई चाहिँ एमओआई रिक्वायर्ड हुन्छ, मिडियम अफ इन्स्ट्रक्सन, जो चाहिँ हामीले आफूले पढेको कलेजबाट चाहिँ बनाउन सकिन्छ। एकर्डिङ टु दिज अल डकुमेन्ट्स हामीले सिभी बनाउनु पर्ने हुन्छ सर। अनि त्यसपछि चाहिँ हामीले जुन युनिभर्सिटी, जुन कोर्सको लागि हामीले एप्लिकेसन हालिरहेको छौँ त्यसको लागि चाहिँ एसओपी लेख्नु पर्ने हुन्छ। यो सँगै युके एप्लाईको लागि अन्य थुप्रै प्रोसेसिङहरू बाँकी रहन्छ। अन्य थप जानकारी लिन चाहनुहुन्छ भने क्विक फ्लाइ एजुकेसन भिजिट गर्नुहोस्, अथवा अनलाइन मार्फत पनि हामीसँग काउन्सिलिङ लिन सक्नुहुनेछ।